गुड मर्निङ साथीहरू। आज चाहिँ मैले आँपको अचारको रेसिपी लिएर आएको छु हजुरहरूको सामु। यो चाहिँ हिजो मैले स्याटरडे बनाएको थिएँ। यसलाई चाहिँ मैले सानो सानो टुक्रा बनाएको छु अनि मैले घाममा सुकाउन छोडिदिएको छु। यसमा जति नै पानी छ त्यो चाहिँ सुकोस् भनेर। हुन त मैले 1-2 घन्टा मात्र राखेँ घाममा, अनि घाममा राखिसकेपछि चाहिँ आँप घटेर यति भएको छ। यसलाई चाहिँ म अब रेडी बनाउँदैछु। यता राखेको छु मैले सप, यो चाहिँ खोर्सानीको पेस्ट, यो होममेड अचार मसला र यो रह्यो गुड। अब यता मैले कराई तताउन राखिसकेको थिएँ। कराई तातिसकेपछि चाहिँ मैले यहाँ तोरीको तेल राख्दैछु। तोरीको तेलमा बनाएँ भने चाहिँ मलाई अचार एकदम मनपर्छ क्या, सजिलो लाग्छ र थोरै तेलमा पनि धेरै हुन्छ। अनि मैले यसमा एड गर्दैछु रेडी बनाएको छु। यसलाई पनि हल्का ब्राउन कलर हुने गरी फ्राई गर्ने। यो फ्राई गरिसकेपछि रेडी बनाएको आँप एड गर्ने। आँपलाई पनि मजाले सबै आँप राखिसकेपछि पल्टाइ गर्दै चलाउने। हजुरहरूलाई चाहिँ यस्तो अचारहरू मनपर्छ कि पर्दैन कृपया कमेन्ट गर्नु होला। यदि मनपर्छ भने मलाई मेसेज पनि गर्न सक्नुहुन्छ हजुरहरूले यसरी घरमा बनाएको अचारको लागि। अब यसमा चाहिँ मैले बेसार एड गर्न लागेको छु। थोरै बेसार एड गरिसकेपछि चाहिँ यसमा स्वाद अनुसार नुन एड गरिसकेपछि चाहिँ यसमा अब हल्का चलाउने। यसमा चाहिँ पानी आउँदैन किनकि मैले अघि घाममा राम्रोसँग सुकाइसकेको छु नि त। घाममा नसुकाएको भए चाहिँ यति गरिसक्यो, यसमा पानी चलचल भइसक्यो। मलाई चाहिँ त्यस्तो मन पर्दैन, हजुरहरूलाई चाहिँ यस्तो के लाग्छ? सबैको आफ्नो आफ्नो बनाउने रेसिपी हुन्छ है। मलाई चाहिँ यसरी बनाएको एकदम मनपर्छ अनि मेरो घरमा सासूमालाई पनि एकदम मनपर्छ क्या यस्तो अचारहरू। अनि यो चाहिँ मजाले फ्राई गरेपछि यतिको फ्राई हुने गरी चलाउने, बिस्तारै चलाउने किनकि यो टाँसिन्छ नि त। यसमा जति पनि पानी थियो मैले अघि सुकाएँ घाममा, त्यही भएर पानी आएन। यसमा चाहिँ मैले अघि रेडी बनाएको खोर्सानीको पेस्ट एड गर्दैछु। अब आफूलाई कति पिरो मनपर्छ है त्यही अनुसार राख्ने। मलाई चाहिँ अब हल्का अचार पिरो भएकै मनपर्छ। यसरी खोर्सानीलाई चाहिँ मजाले हल्का हातले मिक्स गर्ने, चलाइकन यो कराईमासँग टाँसिने हिसाबले। यसरी यो खोर्सानीको पेस्ट मिक्स भइसकेपछि चाहिँ अब मैले बनाएको होममेड अचार मसला एड गर्दैछु। यो अचार मसला पनि राखिसकेपछि पनि यसलाई पनि मैले हल्का हातले बिस्तारै चलाउँदैछु। यसरी बनाउँदाखेरि चाहिँ ग्यासलाई एकदम लो फ्लेममा बनाउनु पर्दछ। हाई भयो भने चाहिँ यो सबै टाँसिएर डढ्छ। किनकि यसमा त जति पनि पानी थियो मैले त घाममा सुकाएको भएर चाहिँ पानी यसमा आउँदैन क्या, त्यही भएर चलाइराख्नुपर्छ। यतिको भइसकेपछि हेर्नु त रातो भएको छ नि है। रातो भइसकेपछि चाहिँ अघि रेडी बनाएको गुडलाई एड गर्ने। गुडलाई चाहिँ पग्लिन दिने, बिस्तारै हल्का हातले चलाउने। डढ्न चाहिँ दिनु हुँदैन, हल्का करके चलाइराख्ने। ग्यासलाई पनि लो फ्लेममै राख्ने। यो चलाउँदै गएपछि चाहिँ यसको पग्लेर आउँछ क्या, पग्लिँदै जान्छ। हुन त कति पग्लिँदैछ। यत्तिको पग्लिँदै गइसकेपछि चाहिँ यो चाहिँ अब लगभग अचारको लागि रेडी भइसकेको छ। त्यही पनि म अब एकछिन पाकोस् भनेर यसलाई बिस्तारै चलाउँदैछु। चलाइसकेपछि चाहिँ यो अब लगभग रेडी रेडी भइसकेपछि यसलाई चाहिँ सेलाउन छोडिदिने। चिसो भइसकेपछि मात्र बट्टामा राख्नु पर्दछ। मैले चाहिँ एउटा सानो बट्टा लिएको छु, यो बट्टामा राखेँ। हेर्नु न 1 केजी आँप एउटा बट्टा पनि भरिएन। हेर्नु न कस्तो मिठो खाउँ लाग्दछ। मैले चाहिँ यसरी हजुरहरूलाई बट्टा खोलेर पनि देखाउँदैछु। यहाँसम्म हजुरहरूले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई चाहिन्छ भने मेसेज गर्नुहोला। थ्याङ्क यू।